वक्रतुंड महाकाय सूर्यकोटि समप्रभ निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा। Hare Ram Hare Krishna Hare Ram Hari Hari। Hare Ram Hare Krishna Hare Ram Hari Hari। Hare Ram Hare Krishna Hare Ram Hari Hari। बासाको डोलामा लान्छन् खोलामा जान्छ पन्छी उडेर ढुँडा छोडेर। कुन्नीमा हो संसार झुलेको किन हो चटक्कै धर्म भुलेको। सुरु हुन लाग्यो। यो भाडो हटाइदिएको ए अनि यो हजुर ल हजुरले अब एउटा दुलो राख्नु त कलशको पूजा गर्नु यहाँको। अनि त्यहाँ शिवजीलाई पानी दिने पनि अलिकति सुधार सुप्रसन्न वरदो भव त्यो त्यहाँको धेरै पानी छ भने बरु बटुकाले उगाएर अलिक निकाल्नु त्यो भन्नाको। अनि त्यही ओम कुम्भकलश वर्ण देवताभ्यो नमः आसनलाभ्यो नमः पूजितो शिलक्षण सोमे नैवेद्यम समर्पयामि। नैवेद्य राखिदिनु फुल पुष्प राखिदिनु फल गइहाल्यो। त्यस पछाडि भेटी द्रव्य राखिदिनु। अत्र गायत्री सावित्री सरस्वती तीर्थानि जलनादन्तु दुरति इच्छाकारकं देवच कुम्भकलश वर्ण भगवान् यो पहिलो फुल हातमा लिएर नमस्कार गर्नु। वन्दे देवौ गणपतिं सुरगुरुं वन्दे जगत्कारं वन्दे पन्नगभूषणं मृगधरं वन्दे पशूनां पतिं वन्दे सूर्य शशाङ्क वन्दे वन्दे मुकुन्दं प्रिय वन्दे भक्तजनं श्रयञ्चवरदं वन्दे शिवं शङ्करम्। ॐ आद्यादेव शिवतल्परा पावकादिं प्राण सन्तायुकरम् ॐ सामस्वास्य आसनं समर्पयामि। पुष्टियादि एउटा फल केही राखिदिनु। अनि एउटा भेटी पनि राखिदिनु। हरि ओम रत्नै कल्पितैः स्नानं नाना रत्न विभूषितं दामोदरं ओम साम सदा म हरायो चिनी लगाइदिनु गुरु म अभाव भयो भने चिनी लगाइदिनु। भवाय च नमः शङ्कराय च महेश्वराय
ओम प्रजापतये नमो नमः हरि ओम प्रजापतये नमोदेतानि विश्वरूपाणि बहुमा कामस्ते तम नस्तु भयगुं श्यामपतैर्वणम् ओम प्रजापतये नमो नमः चन्दन अक्षता तिल राखिदिनु उठेछ तिल दो ओम ब्रह्मणे नमः यो लिनु त खै त्यो व्रत बन्द गर्ने भाइ नै जान्छ चन्दन लगाइदिनु सानो भाइ यो मामाहरूले लिनु मामाहरु त मामा मात्रै हुनुहुन्छ कि हल पनि हुनुहुन्छ मैले बहुवचन प्रयोग गरेँ हो त अनि अर्को पनि छ काट्ने म त्यो काट्ने छ भने त्यहाँ हो यहाँ काट्ने मेरो मामा ओहो सन्तु मनेर सतुना विनास्तु मामा ए यसो भगवान्लाई ढोक गर्ने है यहाँ पुस्तकलाई पनि ढोक गर्ने एकजना यहाँ दाइको छ ल अब केस काटेर अनि एकजना यहाँ दाइको छ टुपी राखेर है हुन्छ मामाहरूले केस त्यो केस चाहिँ त्यही कपडामा होस् यो यहाँ कपडा नि ती पोको पारिदिने अनि मामाले मामा दाइले त जान्नै रहेछ नि त पुरै अरू कासँग तान्नु नभए हातमा त लगाएर मैले काटेको हुन्छ होला समाउनेर वरिपरि काट्दिएन भुमरी त वहीँ त्यहीँ चाहिँ रहेछ ऊ यही भुमरी यही छोडौँ ल थोरै जस्तो पारा छोडिदिनु न छिटो सुक्दछ यो मलाई एउटा पानी यहाँ कता धारा कि काट्छ त चल खानु म गर्छु
यो धारा होइन यो धारा त्यो गाह्रो छ धारा लिन जान डन भइहाल्छ नि पदम भोलि सिक्किम गएर पदमलाई भेट्नुपर्छ अहिले फेरि एकदम खतरा जानु कि यस्तो चाहिँ बेला कपाल एकदम भिडियो चाहिँ राम्रो आउनुपर्छ ए गौरव यता हेर्नै दुखेको त छैन नि दुखो नि त दुखो भन्ने त अलिक आस्तेले गर्नु अन्तिको दाइ दारी कसरी काट्नु हुन्छ दारी काट्ने गरे है भाइ हजुर हेर्नु यो यसो पवित्र गर्नु त आफूलाई पवित्र तिनै लाउने हो नि तिनै लाउने यो बाख्रा यहाँ अलिक कसरी मनाउ शिवलाई शिव मान्दैनन् कसरी मनाउ शिवलाई शिव मान्दैनन् कसरी मनाउ शिवलाई शिव मान्दैनन् फुलको माला शिव लाउँदैनन् फुलको माला शिव लाउँदैनन् सर्पको माला मैले कहाँबाट ल्याऊ शिव मान्दैनन् कसरी मनाउ भोलेलाई भोले मान्दैनन् धोती र कुर्ता शिव लाउँदैनन् धोती र कुर्ता शिव लाउँदैनन् बाघको छाला मैले कहाँबाट ल्याऊ शिव मान्दैनन् कसरी मनाउ शिवलाई शिव मान्दैनन् टीका र चन्दन शिव लाउँदैनन् टीका र चन्दन शिव लाउँदैनन् खरानी भस्म मैले कहाँबाट ल्याऊ शिव मान्दैनन् कसरी मनाउ भोलेलाई भोले मान्दैनन् बाँसको लौरो शिव टेक्दैनन् बाँसको लौरो शिव टेक्दैनन् त्रिशूल डमरू मैले कहाँबाट ल्याऊ शिव मान्दैनन् कसरी मनाउ शिवलाई शिव मान्दैनन् जुत्ता र चप्पल शिव लाउँदैनन् जुत्ता र चप्पल शिव लाउँदैनन् काठको खराउ मैले कहाँबाट ल्याऊ शिव मान्दैनन् कसरी मनाउ शिवलाई शिव मान्दैनन् मोतीको माला शिव लाउँदैनन् मोतीको माला शिव लाउँदैनन् रुद्राक्ष माला मैले कहाँबाट ल्याऊ शिव मान्दैनन् कसरी मनाउ शिवलाई शिव मान्दैनन् बिल्डिङ र महलमा शिव बस्दैनन् बिल्डिङ र महलमा शिव बस्दैनन् कैलाश पर्वत मैले कहाँबाट ल्याऊ शिव मान्दैनन् कसरी मनाउ भोलेलाई भोले मान्दैनन् चुरो खैनी शिव खाँदैनन् चुरो खैनी शिव खाँदैनन् शिव मान्दैनन् कसरी मनाउ शिवलाई शिव मान्दैनन् मोटर र कारमा शिव चढ्दैनन् मोटर र कारमा शिव चढ्दैनन् साँडे वाहन मैले कहाँबाट ल्याऊ शिव मान्दैनन् कसरी मनाउ भोलेलाई भोले मान्दैनन् कसरी मनाउ शिवलाई
कपडा होला दिदी मलाई अब चाहिन्छ हरि ओम नमः आकाशपतितं पुण्यं यथा गच्छति सागरं सर्वदूतं गच्छति ओम ब्रह्मणे नमः दिव्योत्तमः ल त्यति भइसकेपछि अब पुण्यवाचन आदित्यादि पूर्वतादित्य संकल्प दिरास्तो गौतम पुत्रोत्तमस्य गंगाराम च मम सपरिवारितो मम त्रिप्रबलनिधाय सर्वणम गृहे उपनयन कर्मणि भो ब्राह्मण समृद्धात भवन्तु ओम भवन्तु समृद्धात भवन्तु ब्रुवन्तु समृद्धात भवन्तु ब्रुवन्तु त्यो ती छोडिदिनु गाजर मगाएर लान छैन गाजर छैन भने गाजर छैन गाजर छैन यत्रो भाँडा छ तपाईँ भाँडा देख्नुहुन्न लाग्छ त 10 महिना गर्भमा नउठाइदिनु त्यो 10 महिना गर्भमा बोकेर चाहिँ हजुरलाई जन्म दिए भने अरे ओम महान फुल पूजा गरिदिनु कुचो टुक्रा आसन राखिदिनु तिनीहरूले आह्वान गरिदिनु अनि नाक कान छेडे जस्तो गरिदिनुभन्दा अगाडि जपा पानी जन्मान्तर कृतानि जतानि सर्वाणि नश्यन्तो प्रदक्षिणां पदे पदे बस त्यो बाती झिकेर त्यहाँ राखिदिनु पर्ने हो कि हजुर अलिकति ठिक छ हालमै खनेर यो चाहिँ साइडमा ल ठिक छ सरको थाली पनि राख्यौँ उपन पनि कसारहरू हाल्ने रोक्षणी पात्र छिप्पेत त्यो छँदैछ हजुरले पानी पक्रिने भाइहरूले फुला सड विनायकादि हरिओम गणनान्त गणपति कुङ्गमा ध्रुवसी वैष्णवसे विष्णु त्वाहाय नमे सवित अभावे ओम रुद्राय बहुचारित संकल्पतिरस्तु गौतम पुत्र उत्पन्नयः गंगाराम शरण मम अस्मतः पुत्रवधूः गौतम पुत्रस्य कल्पनिश्चैव पानकत्रे मुस्ते दायश कुमारहरूको पिता आउनुभयो राख्नुभयो प्राङ्गणमा गोमाले लिपेको भूमि पवित्र गरेर त्यहाँ पञ्चभूषण प्राङ्गणको परिचय बाचामा कथम इति पितासँग च पुरेम जपति ततः ब्राह्मण च कुमारस्य अतः परिधान च ततः पिता कुमारस्य कटिसूत्रपद्वतः शरणागत च कौपिनं कौपिन भनेको माथि हजुरले रेडी गर्ने है अलि जनै दुईटा जनाले त जेलले पवित्र धारणे बाब हरि ओम कोपिनं ओम इन्द्रश्चैव तन्मित्रश्च ऋषि बृहस्पतिः ऋषि समुद्रस्य परिधाने विनियोगः बृहस्पतिवास वर्षा घृतमेतेन देवादिपते बलायः वर्षसि इति मत पठित परिधारितः कुमार वस्त्रः परिधानं निमित्तकमधिराचनं कुर्यात् ल अब पिताजीले आचमनियम गराउनु थियो जेनिस भाइ आज त कुर्सी लिएर फटाफट गर्नु
बस होइन कति प्रवेश भयो ततः पिता त्रिगुणाचकुमार घटी प्रवेश स्वाहा देवी भूषमे कला इति पठेतः कला देवता मेखला बन्धने विनियोग ती छोडिदिनु अब के गर्नुपर्ने भने नि दुईटा टपरामा चामल हाल्नुपर्ने जनै दान गर्ने बेला हुन्छ नि यहीँ आउनु अरे यहाँ एकजना ए भाइ अब त्यो दोडा टपरा चामल लगाइदिनु यो यो खोल्नु यो कट्टा खोल्नु त्यसले तल झाएर त लु खोल कसैले देख्दैन केही गर्दैन सट्टा दान ए तिमीलाई भनेको होइन ए किन नखोलेको यो के एउटा एउटा फल राख्नु म दिँदैछु त्यहाँ अब जनै दान गर्नुपर्छ छन् त्यो चिन्ता नलिनु यो एउटामा नबिगारी है त्यहाँ राखिराख्नु एउटामा गोलो पार अर्को कालाई पक्रिनु ल काश्यप गोत्र उत्पन्न के अरे टङ्क प्रसाद सर्वे ब्राह्मणाः तानु प्रपादान्त फलादि जन्य पविदादि इति समेत पक्रिनु पर्यो नमो ब्रह्मण्य देवाय यो राख्नु तल राख्नु भाइ गुरुलाई अलि अब जाऊ लु त्यहाँ बसेर आचमन नियम गरे विनियोग अथः जनि पवित्र परम पवित्र प्रतापले पुरा हरे राम हरे कृष्ण हरे राम हरि हरि हरे राम हरे कृष्ण हरे राम हरि हरि एक दिन त जाने हो संसार छोडेर हरे राम हरे कृष्ण हरे राम हरि हरि पिंजरा तोडेर पंछी उडेर हरे राम हरे कृष्ण हरे राम हरि हरि एक दिन त जाने हो संसार छोडेर पिंजरा तोडेर पंछी उडेर धन र सम्पत्ति घरमै झोलामा बासाको टोलामा लान्छन् खोलामा बासाको टोलामा लान्छन् खोलामा भर नपर जान्छ पंछी उडेर गुडा छोडेर भर नपर जान्छ पंछी उडेर गुडा छोडेर कुन्नी केमा हो संसार झुलेको खै कुन्नी केमा हो संसार झुलेको किन हो चटकै धर्म भुलेको किन हो चटकै धर्म भुलेको बिहान फुल फुले साँझ झर्दैछन् मान्छेले मर्दैन जस्तै गर्दैछन् मान्छेले मर्दैन जस्तै गर्दैछन् कहिले
मात्रै हो हामीले देखेको यो शरीर मात्रै हो हामीले देखेको म को हो तिमी को हौ छैन चिनेको कहीँ छैन ठेगाना कहाँ हो हिँडेको कहीँ छैन ठेगाना कहाँ हो हिँडेको जानी कहाँ होला जानी कहाँ होला उनै रामलाई थाहा होला जानी कहाँ होला जानी कहाँ होला जानी कहाँ होला उनै रामलाई थाहा होला जानी कहाँ होला जानी कहाँ होला जानी कहाँ होला उनै रामलाई थाहा होला जानी कहाँ होला अनि भन्नु के ब्रह्मचारी हुन्छौ तिमीहरू भनेर कुमारो वदन्ति भवत हुन्छौ भनेर भने अरे उनीहरूले परिवाद इति बटुकहरूलाई गायत्री मन्त्र दिन गइरहेका छौँ। यो शुभ घडी शुभ बेला शुभ मुहुर्त ठिक छ नि? हजुरहरूले ठिक छ भने ठिक भनिदिनु, नभए नभनिदिनु। 2081 साल चैत्र महिनाको 25 गते यो ल हामी यो शुभ घडी शुभ मुहुर्तमा नानीहरूलाई गायत्री मन्त्र दिन गइरहेका छौँ। अब यो नयाँ चाहिँ आउँदैछ चोखो चाहिँ अब बेला भयो हामी यहाँबाट दिँदै गर्छौँ है त। स्टार्ट भइरहेछ। यो शुभ घडी शुभ मुहुर्त शुभ बेलामा हामी यी हाम्रा बटुकहरूलाई गायत्री मन्त्र दिँदैछौँ। हजुरहरूले आशीर्वाद दिनुहोला, मङ्गल उच्चारण गरिदिनु। भयो घुमेर आइया अहिले फेरि नानीहरूलाई शिक्षा राख्नुको लागि तयारी गर्नु ल। यहाँबाटै सुरु गर्नुपर्ने हो। तपाईँहरू घरका बुवाहरूले दिनुहुन्न, आमाहरूले एक ठाउँ, अनि माओलीले नजिकै तपाईँहरूलाई पाथी मानु सार्न शैल
बस तिमीहरूले पनि राखिदिनु अरे अलिकति लम्का बाबा हजुरले अलिकति आयुष्मान बाबा आयुष्मान बाबा गौरव उता हर हर शम्भु शम्भु शिव महादेव शम्भु शम्भु हर हर शम्भु शम्भु शिव महादेव शम्भु शम्भु शिव महादेव कर्पूर गौरम करुणावतारम संसार सारम भुजगेन्द्रहारम कर्पूर गौरम करुणावतारम संसार सारम भुजगेन्द्रहारम सदा वसन्तं हृदयारविन्दे पवं भवानी सहितं नमामि सदा वसन्तं हृदयारविन्दे पवं भवानी सहितं नमामि हर हर शम्भु शम्भु शिव महादेव शम्भु शम्भु हर हर शम्भु शम्भु शिव महादेव शम्भु शम्भु शिव महादेव सानन्दमानन्द तवनै वसन्तम् आनन्दकन्दं हितपापवृन्दं सानन्दमानन्द तवनै वसन्तम्
वसन्तम् आनन्दकन्दम् हितपापवृन्दम् वाराणसीनाथ मम नाथ नाथम् श्री विश्वनाथं शरणं प्रपद्ये वाराणसीनाथ मम नाथ नाथं श्री विश्वनाथं शरणं प्रपद्ये हर हर शम्भु शम्भु शिव महादेव शम्भु शम्भु हर हर शम्भु शम्भु शिव महादेव शम्भु शम्भु शिव महादेव अवन्तिकायाम विहितावतारम् मुक्तिप्रदानाय जसज्जनानम् अवन्तिकायाम विहितावतारम् मुक्तिप्रदानाय जसज्जनानम् अकाल मृत्योः परिरक्षणार्थम् वन्दे महाकाल महासुरेशम् अकाल मृत्योः परिरक्षणार्थम् वन्दे महाकाल महासुरेशम् हर हर शम्भु शम्भु शिव महादेव शम्भु शम्भु हर हर शम्भु शम्भु शिव महादेव शम्भु शम्भु शिव महादेव नागेन्द्रहाराय त्रिलोचनाय भस्माङ्गरागाय महेश्वराय नागेन्द्रहाराय त्रिलोचनाय भस्माङ्गरागाय महेश्वराय नित्याय सूर्याय दिगम्बराय तस्मै नकाराय नमः शिवाय नित्याय सूर्याय दिगम्बराय तस्मै नकाराय नमः शिवाय हर हर शम्भु शम्भु शिव महादेव शम्भु शम्भु हर हर शम्भु शम्भु शिव महादेव शम्भु शम्भु शिव महादेव हर हर शम्भु शम्भु शिव महादेव शम्भु शम्भु हर हर शम्भु शम्भु शिव महादेव शम्भु शम्भु शिव दुनिया एकछिन ओहो दिदी एकछिन उनीले बसेको ओए अर्को भाइ Kakatong
भगते भगते भिक्षाम मुनि हेरेर है भगते भगते भिक्षाउँदै माथिले मानालाई सक्नु है अब भगते भगते भिक्षाउँदै मोरा थाप्नु अब बाबा तिनपल्ट अर्को भाइ पनि हरि ल अब ओम नमः शिवाय भनेर शिवजीलाई है अब शिवजीलाई पहिलो सेतो फुलले अलिक निकै तिनपल्ट पुर्याएर यहाँ ओम नमः शिवाय नमस्ते ओम स्वाहा हरि ओम याते निवासी तन्त्र पापा ओम स्वाहा ओम स्वाहा लो अब के गर भने नि ओम स्वाहा नमस्ते आधारन्द्र ईश्वर बाबा ओम स्वाहा हरि ओम मानव महात्मा स्वाहा ओम सर्वस्तासिकाय ओम पार्वती स्वाहा गरेको थियो नि पानी पनि लाउनुपर्छ हैन आफै जानुपर्छ जानु पानी पकिदिनु अति सन्तान सुनु अनि आमा दिदी पनि गुरुको आश्रममा जानु पर्छ है त्यो त एउटा उयो मात्रै हो कि यहाँ विधि भन्छ हैन अब नानीहरू के भन्दैछन् भने नि नानीहरू के भन्दैछन् भने अतः देशान्तरः
बाबा अष्टमी के भन्दै हुन्छ भन्ने यहाँ विद्वान भएर ज्ञानी भएर पुनः फेरि गृहमा फर्केर आउँछु। हे भगवान, छोराछोरी किन जन्म दिने भन्दा वृद्ध भएपछि पालन पोषण सेवा गर्छन् भन्दा अनि तिनीहरू चाहिँ अब आज देशान्तर गयो। ब्रह्मचार्य कृते तस्मिन यस पुत्र प्रतादिदम भनेको धन्य छ छोरा छोराहरूले भन्छ धन्य माता धन्य पिता के भन्दै हुन्छ भने एक छोरा धन्य छौ पूजा गर्ने उतै लाएर कपडा यहाँ छ अनि माला चाहिँ अहिले टिका लगाउँदा ल र यो माला चाहिँ अहिले लाउने है अहिले ल नवराचा पुरा पात्र सुपारी राख यो एउटा औला सुपारी झक्का थिएन नि उषादीको माला यो पूजा गर्नु पर्यो काजी छैन लानु भयो वा पुनादर यतै राख्नु पर्यो यहाँ ल पूजा गर्नु अक्षता ओम क्षेत्रपालाय नमः हरि बोल 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 सबले हरि बोल वैकुण्ठमा जानलाई मनको ढोका खोल
हरि बोल हरि बोल हरि बोल हरि बोल सबले हरि बोल वैकुण्ठमा जानलाई मनको ढोका खोल हरे वैकुण्ठमा जानलाई मनको ढोका खोल हरे वैकुण्ठमा जानलाई मनको ढोका खोल सुखमा चाहिँ तिम्रो भगवान छेउमै पर्दैनन् दुःख पर्दा तिम्रो पाउ छोड्दैनन् सुखमा चाहिँ तिम्रो भगवान छेउमै पर्दैनन् दुःख पर्दा तिम्रो पाउ छोड्दैनन् जब हुन्छ रुपैयाँ संसारलाई गन्दैनन् जब खल्ती रित्यो तिमीलाई जप्नै छोड्दैनन् त्यसैले हरि बोल हरि बोल हरि बोल हरि बोल सबले हरि बोल वैकुण्ठमा जानलाई मनको ढोका खोल हरि बोल हरि बोल हरि बोल हरि बोल सबले हरि बोल वैकुण्ठमा जानलाई मनको ढोका खोल हरे वैकुण्ठमा जानलाई मनको ढोका खोल हरे वैकुण्ठमा जानलाई मनको ढोका खोल आयो मर्दा खाली जाने हो बाँचुन्जेल तेरो र मेरो केका लागि गर्दैछौ जन्मिँदा तिमी रित्तै आयो मर्दा खाली जाने हो बाँचुन्जेल तेरो र मेरो केका लागि गर्दैछौ 2 दिनको जिन्दगी यो हाँसेर बिताऊ रिस राग घमण्ड घृणा सबै हटाऊ 2 दिनको जिन्दगी यो हाँसेर बिताऊ रिस राग घमण्ड घृणा सबै हटाऊ त्यसैले हरि बोल हरि बोल हरि बोल हरि बोल सबले हरि बोल वैकुण्ठमा जानलाई मनको ढोका खोल हरि बोल हरि बोल हरि बोल हरि बोल सबले हरि बोल वैकुण्ठमा जानलाई मनको ढोका खोल हरे वैकुण्ठमा जानलाई मनको ढोका खोल हरे वैकुण्ठमा जानलाई मनको ढोका खोल पुरी पनि आखिर जाने घाटै हो सुनक थालमा खाए पनि आखिर भोकलाई मार्ने हो धनै धनले पुरी पनि आखिर जाने घाटै हो सुनक थालमा खाए पनि आखिर भोकलाई मार्ने हो बाँचुन्जेल राम्रो कर्म गर्न सिकाऊ मरेपछि तिम्रो नाम अमर बनाऊ बाँचुन्जेल राम्रो कर्म गर्न सिकाऊ मरेपछि तिम्रो नाम अमर बनाऊ त्यसैले हरि बोल हरि बोल हरि बोल हरि बोल सबले हरि बोल वैकुण्ठमा जानलाई मनको ढोका खोल हरि बोल हरि बोल हरि बोल हरि बोल सबले हरि बोल वैकुण्ठमा जानलाई मनको ढोका खोल हरे 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 वैकुण्ठमा जानलाई मनको ढोका खोल
मैले थोरै बेर टाइम मागेँ अगाडि त पुगेको अहिले पुस्तक ढोक्रा चाहिँ अहिले आउनु ल लाइक
लाइट लगाता ल्याउँ त छोडिदियो तुम खेलों के साथ मुझे अपना बचपन फिर से खेले इसीलिए मेरा एक बार एल्विस तक गया भस्म लगाउने हातमा त्रिशूल शिरमा गंगा कते सुहाउने हे भोले नाथ तिमी दया का खानी भक्त का दुःखलाई हर्छौ आफ्नै दुःख माने शंकर भोले बम 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 शंकर भोले बम 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 दर्शन गर्न पशुपति जाऊं दर्शन गर्न पशुपति जाऊं शंकर भोले बम बम शंकर भोले
दर्शन गर्न पशुपति जाउँ दर्शन गर्न पशुपति जाउँ बागमती तीरमा शिवको धाम बागमती तीरमा शिवको धाम पशुपतिनाथ आहाई क्या राम्रो नाम बेलपत्र लिएर दर्शनलाई जाऊ भोग लगाएर प्रसाद खाऊ बम 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 हे शंकर भोले बम 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 शंकर भोले बम 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 दर्शन गर्न पशुपति जाउँ दर्शन गर्न पशुपति जाउँ हरिहर मन्दिर देवघाटैमा हरिहर मन्दिर देवघाटैमा नमः शिवाय जपी जाउँ है बाटैमा शिवजीको धाम सङ्गमतिर इच्छा पुरा हुन्छन् मान है पीर बम 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 हे शंकर भोले बम 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 शंकर भोले बम 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 दर्शन गर्न देवघाट जाउँ दर्शन देवघाट कालीगंगा तीरैमा शंकर बसेका कालीगंगा तीरैमा शंकर बसेका शिरमा छन् चन्द्र र भस्म घसेका विराट शालिग्रामको दर्शन पाऊ गण्डकी नाउन सेती बेडी जाऊ बम 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 हे शंकर भोले बम 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 शंकर भोले बम 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 दर्शन गर्न सेती बेडी जाऊ दर्शन गर्न सेती बेडी जाऊ विषपान गरेर सृष्टि बचाए विषपान गरेर सृष्टि बचाए दुष्ट र पापीलाई दिन्छन् सजाए डमरू बजाएर नृत्य गरेका असंख्य भक्तहरू शरण परेका बम 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 हे शंकर भोले बम 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 शंकर भोले बम 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 दर्शन गर्न त्रिवेणीमा जाउँ दर्शन गर्न त्रिवेणीमा जाउँ दर्शन गर्न पशुपति जाउँ दर्शन गर्न
भेट हुँदा पैसा टेन्सन मलाई सजको चुकाएमा भेट हुँदा पैसा टेन्सन मलाई आमा क्या हट्नु मलाई पनि बोल्न मन लाग्छ कति कुरा तिमीलाई भन्न मन लाग्छ
सानी बुलबुल चाहिँ दादालाई सानी बुलबुललाई फेरि दादालाई
भगवानको हातमा भगवानको हातमा हे हरि यो मन छैन थिर हे हरि यो मन छैन थिर मर्ने बेला हुँदा पनि सम्पत्तिकै